फाइनली गाइस धेरै पछि म कम ब्याक आइसकेको छु। मेरो नाम चाहिँ सारना, म घर हो। वेलकम ब्याक टु माई च्यानल। न्यू ब्लग, न्यू डे। आजको बिहानी चाहिँ एकदम कुहिरो लागेको छ। हामी चाहिँ कलेज स्टुडेन्ट, कलेज जान लागेको छौँ। कलेज नि किन हुन्छ यस्तो जाडोमा, बिदा भयो हुन्न र। कलेज जानु पर्ने हो नि त र। ओके दोस्त ऋतु शिरीष र म हामी हिँड्दै चल्दै कलेज सधैँ गइरहेको हुन्छौँ। चल्दै फिर्दै जा रहे आफ्नो कलेज पे। चाहिँ हाम्रो कलेज जाने बाटो हेर्नुहोस् गाइज। यता पनि जङ्गल, यता पनि जङ्गल छ। अनि चाहिँ पुल चाहिँ एउटा पुल जुन हामी तरेर जानुपर्ने छ। पुललाई कटाएपछि एउटा गाउँ आउँछ, सानो गाउँ आउँछ। त्यसपछि हामी जङ्गलदेखि जान्छ। हामी साथीहरू यो हाम्रो जङ्गल हो, खुङखार भुजिया मजाको जङ्गल हो। फोटो आउँछ, खिच्न आउनु सक्नुहुन्छ। फोटो पनि दामी आउँछ, हजुर खिच्न आउनु सक्नुहुन्छ। घाम लागेको बेला। अहिले चाहिँ घाम लागेको छैन है, कस्तो लाग्छ काट्छु त्यो पनि के हुन्न, घरबार एडिट गरिहाल्छु नि। अनि यिनीहरू चाहिँ वर्षौँ पुरानो रुखहरू हुन्। हामीभन्दा नि पुरानो। हामीले चाहिँ यो बाटो विक्रम सम्वत 2081 सालमा भेटाएको। 80 सालमा हो कि 81 सालमा भेटाएको। अनि अहिले यो बाटो रोड भइसक्यो। हाम्रो लागि यो रोड भइसक्यो। हजुर कस्तो थियो है, जङ्गल टाइपको, पिकनिक खाने टाइपको थियो। यहाँ पिकनिक खेल्छन् केटाहरूले। चाहिँ बिदा भएर घर जान लागेको। ऋतु साथीको चाहिँ छिटो बिदा हुन्छ। अनि हाम्रो चाहिँ एउटा कोचिङ भएको थियो। अनि एउटा कोचिङ पढ्यौँ, तर चाहिँ अनि हामी घर जान लाग्यौँ। छुट्टी भइगयो। अनि पढाइ चाहिँ आज सबै पढाइ भयो। जो सर आउनुभएको थिएन त्यसको सुसता कोचिङ भयो। अनि आयौँ साथीहरू। मलाई चाहिँ भोक लागेको छ, अनि त्यसलाई चाउमिन बनाइदिनु भन्नु पर्ला। अनि म चाहिँ एक्लै रङ्गित चङ्गी साथी न सङ्गी रहेछ। हेर्नु कस्तो राम्रो देखेछ। सिन्दुरको बुट्टा भन्छ मलाई चाहिँ बिहे गर्नलाई सिन्दुर चाहियो भने सम्पर्क। चिया त पाकिसक्यो, चिनी हाल्न बाँकी छ। चिया त पाकिसक्यो, चिनी हाल्न बाँकी छ। बिहे त भइसक्यो, सिन्दुर हाल्न बाँकी छ। तपाईँको सिन्दुर खरिद रहेछ। थाहा भयो मलाई। जनाको छ त्यस्तो झोला मेरो अनि मिसीको चेन्ज होला, अरू सबैको सेम छ। त्यो मलाई किन मन लाग्दैन। अनि मेरो झोला सिधा सादा हे। अब पोपोमा पढेर पैसा निकालेर झोला किन्नु पर्ला। कहाँदेखि पोपो के त्यो लाइभ बस्छ त नै कमा पैसा निकालेको छैन। कति कमा होला 2-3 हजार होला। आइगयो त 2-3 हजार। अनि एउटा झोला किनिहाल्छु। 2000ले पुग्छ। अनि फोटो नि बनाउने धेरै छ यार। पैसा नआउँदै यति धेरै सोचिसकेँ मैले पैसाको। एक त हो नि फ्रेम। यार मलाई फ्रेम पनि बनाउन मन छ यार। आफ्नो बर्थडेमा आफ्नै फ्रेम बनाउने झिन्डाने। 300-400 200-300 पर्छ। त्यो राम्रो है। हामीलाई कहिले दिन्न गाइस, अब हामी आफै बनाने तँगाने हो। आज टेडी डे। कहिले टेडी डे जस्तो छैन। कहिले टेडी दिन्न मेरो। आई एम जस्ट अ ब्लगर एन्ड गिभ मी टेडी। जसले भिडियो हेरिराख्नु भएको छ, मलाई माया गर्नुहुन्छ, टेडी दिन सक्नुहुन्छ। टेडी गइसकेको हुन्छ, टेडीले गइसकेको हुन्छ कि भिडियो हाल्नु जेरी त कट गरेर रोकी खानाको भिडियोमा फेरि पनि स्वागत छ। यो चाहिँ मेरो झोला लगभग 10 केजीको झोला होइन, 10 केजी त छैन होला, तर भनौँ भारी छ हो एकदम। यस्तो छ भारी।
साथीहरू यो जङ्गलमा चाहिँ पाका छ भन्छन् के अरे यो जङ्गलमा त होइन अगाडि छ नि त्यो पुलवाला जङ्गल आउँदैछ अनि त्यो जङ्गलमा चाहिँ पाकाको छ भन्छ। अब म पुलमा चाहिँ आइपुगेँ होइन यो चिल पारामा यो चाहिँ हाम्रो किरण नाला पुल हो धौलागिरीको अनि साथी नै सँगै एक रङ्गीसँगै खाइदिएको लयर अनि यहाँदेखि चाहिँ यस्तो दामी भ्यू देखिन्छ नि साथीहरू। दिस इज अ पुल तलको नेचुरल भ्यू वा कस्तो दामी ठाउँ है। अनि साथीहरू आज चाहिँ टेडी डे हो कि टेरा डे हो अरे त अब हामीलाई कसले दिनु टेडी डे टेरा डे त्यही पनि सबैलाई बेस्ट विसेस टेडी डेको। अब बयफ्रेन्ड हुनेकोले अब बयफ्रेन्ड हुनेकोले पनि धनी हुनेकोले पनि नजिक हुनेकोले पाउनुभयो होला साथीहरू। अब हामी न नजिक न टाढा भए पो नजिक यस्तै छ जिन्दगानी वाह गाइज यो चाहिँ हाम्रो किरणाला यहाँ चाहिँ सबै पाइन्छ यहाँ गोहीदेखि लिएर बाघदेखि लिएर सब चिज छ। दिस इज अ ब्युटिफुल रोमान्टिक प्लेस बट अल्सो डेन्जरस प्लेस। अब बाघ अनि गोही आउने ठाउँमा त खोलामा गयो गोही तान्ने भयो हिँड्दै गर्दा जङ्गलमा बाघको डर हुन्छ अनि यो चाहिँ फेरियस पनि छ है। अनि मलाई एक्लै हिँड्दा चाहिँ अझै बढी सास पर्छ कि कोचिङ पढेर झन् सास पर्छ अनि एक्लै हिँड्दाखेरि अर्को लाग्छ कि डर लाग्छ अनि त्यही भएर साथी लोकलाई रोक भन्छु कि अनि कहाँ रोक्छ किन अब 1 घन्टा छिटो हुन्छ कि त ढिलो भइदिन्छ कि अब साथी भनेको मेरो बहिनीहरू छन् अनि फेरि मेरो आफ्नै साथी रिजुको चाहिँ एजुकेसन ल्याउँछु अनि फेरि छिटो पढ्छौँ अनि छिटो जान्छौँ 3 बजे नै। पहिला त हाम्रो 3 बजे नै छुट्टी हुन्थ्यो तर कोचिङ पढिसकेपछि चाहिँ 2 घन्टा कोचिङ हुन्छ अनि त्यसपछि 5 बजे छोडिदिन्छ कि यस्तै छ जिन्दगी साथीहरू। हेर्नुहोस् गाइस यहाँ चाहिँ बर्खामा पुरै पानी जम्छ अनि हाम्रो चाहिँ खम्बामा लाइटहरूको व्यवस्था छ अनि बाटो पनि क्या दामी छ मस्त कच्ची बाटो भयो नि कस्तो दामी देखिन्छ नि त बाटो। अनि चिबे ओइ आज कलगाई थाहा छ एक्लै हिँड्दाखेरि बादर बाटोमा बसेको हुन्छ कि अनि एकचोटि त के गरिदिएर बादलले हौ गरेर अब के आओस् निकालेको म त भाग गयो क्या भनेर मनमा डरलेर हे जय श्री राम रक्षा गर तिम्रै हो जवन तिम्रै हो जीवन भनेर हिँडेको चल्देको अनि लास्टमा बादरहरू पो कराएर अनि फेरि भन्छन् नि त बादरहरू आउने ठाउँमा त आउँदैन अरे बाघ जिस्काउँछ नि त बादलले बाघलाई अनि त्यही भएर मलाई चाहिँ आउँदैन जस्तो लाग्छ बादल देख्यो भने चाहिँ है। अनि यहाँबाट पछाडिबाट चाहिँ यस्तो दामी भ्यू देखिने पर्ने हुन्छ अनि यही हो हाम्रो प्यारो गाउँ प्यारो मगर गाउँ। मलाई चाहिँ मगर गुल्मी टोलमा बस्न पर्दा एकदम घट्ने फिल गर्छु म। अझै मेरो घर चाहिँ नै सिमानाले छुट्टा छ अनि समाज त यही समाजमा बसेको हामी अनि यही समाजमा बस्छु भनेर चाहिँ भन्छु अनि आइ एम प्राउड अफ मी प्राउड अफ अस प्राउड अफ माई भिलेज आई लाइक माई भिलेज ओ माई गड ट्रु लभ। अनि कस्तो मस्तको घाम लाग्यो कि आज बिहानदेखि नत्र घामको दर्शन पाउन नि यति गाह्रो थिएन र अस्ति न यति मोटो कपडा लाएर आइदिइराखेँ म हिजो घाम लाग्दैन कि भनेर त्यो मोटो वप्प गरेर देखिने कि अनि फेरि घाम लाग्यो इन्टर टाइमसम्म त घाम लागेको थियो अनि फेरि यही लगाएको थिएँ बाहिर यो लगाएँ अनि फेरि व्हाइटवाला मम्मीको उस लगाएको थिएँ स्वेटर अनि त्यही हो कल्चरल आज चाहिँ लामो भ्लग बनाऊँ न भनेर हो
साथीहरू केही पनि विषय छैन यो। अब म राम्रोसँग सोच्छु यसमा के हाल्ने भनेर साथीहरू। टपिक चाहिँ स्विट टपिक फर यु गाइज। मेरो अहिलेसम्म भरक हेर्नुभएकोमा धेरै धेरै धन्यवाद। अझै हेर्नुहोला। यो चाहिँ अरुन्धेको बस। यो घरको भाइ पनि अरुन्धेमा पढ्छ के। अनि हाम्रो गाउँमा चाहिँ धेरै अरुन्धे नै पढ्छन्। अनि म पनि सानोमा हुँदा अरुन्धे पढ्थेँ। घरमै आउँथेँ लिन अरुन्धेको बसले। हल्का फुल्का याद छ धेरै। अब त याद मतलब कि त्यहाँको सर म्यामहरूले नि मलाई चिन्ता रहेछन् कि अब जेनिसा हो भनेर चिन्छन् होइन। अनि खुसी लाग्छ कि हुन त म पढेको हो अरुन्धे स्कुल भन्ने हुन्छ कि। यो स्कुल पनि कस्तो राम्रो पिङ्की गुडिया डल जस्तो क्युट छ कि क्युट स्कुल छ। अनि त्यहाँको विद्यार्थीहरू पनि ट्यालेन्ट छ। त्योहरू म चाहिँ आफ्नो घर जाने बाटोमा आइसकेको छु। अनि हाम्रो बाटोनिर चाहिँ सल्लाहको बोटहरू रोपेको छन्। यो चाहिँ हाम्रो भेना पर्नेले रोप्नु भएको हो। अनि यो चाहिँ मेन रोड। दिस इज द मेन रोड। तितौरा खाँदा खाँदा घाँटीमा सर्केको थियो त्यही भएर मैले पानी खाइहालेँ। अनि सबैजनाले लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु होला। त्यहाँ भिडियो हेरेर इग्नोर हान्ने होइन। आफ्नो साथी दिदी बहिनी सोचेर लाइक गरिदिने यो भिडियोलाई कमेन्ट गरिदिने प्यारो बोली ल ल। अनि ऋतुले चाहिँ सँगै जाँदा हामी सँगै जानुपर्छ स्कुल साथी। अलवेज हामी सँगै जहिले सँगै हुनुपर्छ अघि बढ्नुपर्छ। मभन्दा छिटो तिमीले बिहा गर्नुपर्छ। जो तिमीले भिडियो हेरेछौ भने खुसी हुनु दुखी नहुनु है। मैले के गलत बोले जस्तो लाग्दैन मलाई। आज टह घाम चिलिकको घाम लागेको छ। दिस इज माई सर्ट मिनी भ्लग। मिनी भ्लग त भन्दैन आई नो आई अन्डरस्ट्यान्ड बट मेरो लागि यो मिनी भ्लग हो है। सो दिस इज माई ओन्ली स्लाइस अफ लाइफ नट अ फुल लाइफ। के आवाज सुन्नुभएको छ भनेपछि म हजुरलाई केही भन्न चाहन्छु। यहाँ चाहिँ बाजा मेरो फुपूको घर हो। अनि मेरो फुपू चाहिँ बाजाको अध्यक्ष हुनुहुन्छ। त्यही हो। आज चाहिँ ट्युसडे सिङ्गलहरूको लागि ट्युसडे मिङ्गलहरूको लागि टेरी डे यस्तै हो साथीहरू। के पाइन्छ है मिङ्गल भएपछि त चक्लेट डेमा चक्लेट रोज डेमा रोज अझै के डे हो आउँदैछ साथीहरू। मनाउनु राम्रोसँग। मम्मी ट्रेनिङमा जानुभयो। हमारा मम्मी गइङ ट्रेनिङ में। साथीहरू यति मजाले यहाँसम्म यो भिडियोलाई अन्तिमसम्म साथ दिएर हेरिदिनु भएकोमा माया गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। फेरि पनि यस्तै भिडियोहरू योभन्दा नि अझै राम्रो भिडियोहरू अपलोड गर्ने कोसिस गर्नेछु। हजुरहरूको साथमा जोडिने कोसिस गर्नेछु। हजुरहरू पनि जोडिनको लागि सब्सक्राइब टु माई च्यानल। थ्याङ्क यू सो मच। बाई।